एडोब फोटोशप 7.0 को ट्युटोरियल म तपाईहरुलाई प्रदान गरिरहेको छु। यो भन्दा अघिल्लो एपिसोडहरुमा पनि मैले तपाईहरुलाई फोटोशप सम्बन्धी केही कुराहरु, टुल सम्बन्धी अथवा फोटोशप कसरी ओपन गर्ने, कसरी क्लोज गर्ने, कसरी हाम्रो कम्प्युटरमा छ कि छैन हेर्ने लगायतका कुराहरु तपाईहरुलाई म अघिल्लो एपिसोडमा सिकाइसकेको छु भने आजको एपिसोडमा म तपाईहरुलाई क्रप टुल र स्लाइस टुल को बारेमा तपाईहरुलाई चर्चा गर्ने छु। यो भिडियो अन्त्यसम्म हेर्नु होला। मन परेपछि लाइक, कमेन्ट र शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। हामीले आज सिक्छौं क्रप टुल र स्लाइस टुलको बारेमा। सबभन्दा पहिले म क्रप टुल तपाईहरुलाई सिकाउँछु। त्यसको लागि मैले एउटा फोटो चुज गर्नुपर्छ। फोटो हामीले कसरी स्क्रिनमा ल्याउने मैले अलरेडी भनिसकेको छु। मैले यहाँ सिधै खाली ठाउँमा डबल क्लिक गर्छु। डबल क्लिक गरिसकेपछि फोटोलाई चुज गर्छु। म यो फोटोलाई चुज गर्छु र ओके बटन प्रेस गर्छु। प्रेस गरिसकेपछि मैले यहाँ पहिला लेफ्ट क्लिक गर्छु र डुप्लिकेट गर्छु। यसलाई ओके गर्छु है। इमेजलाई डुप्लिकेट गर्नुपर्छ। किन गर्नुपर्छ मैले अलरेडी तपाईहरुलाई सिकाइसकेको छु है। यो क्रप टुल युज गर्नको लागि तपाईले कीबोर्डमा सी बटन प्रेस गर्नुभयो भने यो चाहिँ अटोमेटिक क्रप टुल सिलेक्ट हुन्छ है। तपाईले यहाँ सी बटन प्रेस गर्नुस् र यो अलरेडी सिलेक्ट भयो। अब यसले चाहिँ क्रप्ट गर्ने काम गर्छ है। अब तपाईलाई जति चाहिन्छ यसलाई चाहिँ क्रप गर्न सक्नुहुन्छ। तपाईले राइट क्लिक गर्नुस् र तपाईले यताउता सार्न पनि सक्नुहुन्छ। नभए तपाईको कीबोर्डमा भएको एरो कीले पनि तपाईले यताउता सार्न सक्नुहुन्छ है। यहाँ देख्न सक्नुहुन्छ मैले सारेको छु र यो पोइन्टबाट ठुलो सानो पनि गराउन सक्नुहुन्छ। यहाँ पोइन्ट छ, पोइन्टबाट ठुलो सानो पनि गर्न सक्नुहुन्छ है। मैले इन्टर गरे। इन्टर गरिसकेपछि मैले क्रप्ट गरे। यसरी तपाईले क्रप गर्न सक्नुहुन्छ है। जस्तै यहाँ माथि हाइट र वेट लेखेको छ। मैले यसलाई पासपोर्ट साइज बनाउनु पर्यो है। पासपोर्ट साइज बनाउनु पर्यो भने सबभन्दा सुरुमा यहाँ 1.2 इन्च लेख्छु म। 1.2 आइएन लेख्नुस्, इन्टर गर्नुस् है। इन्च हुन्छ। अनि यहाँ चाहिँ 1.5 इन्चमा मैले सिलेक्ट गर्छु। सिलेक्ट गरिसकेपछि यहाँ रेजुलेसन छ, सधैँभरि 300 मा राख्नुस् है। मैले यहाँ 300 राख्छु। राखिसकेपछि यता छ तपाईको चुज गर्ने अप्सन। यहाँ चाहिँ तपाईले यदि सिएममा राख्नु भएको छ भने सिएम चुज गर्ने, इन्चमा छ भने इन्च गर्ने है। मैले इन्चमा छ त्यही भएर गरे। त्यसपछि मैले सिधै राइट क्लिक गरेर यसलाई चाहिँ सिलेक्ट गरे। सिलेक्ट भन्दा पनि क्रप गर्नलाई सिलेक्ट गरे। तपाईले सिलेक्ट गर्नुस् जति चाहिन्छ। तपाईले माउसको एरो बटनले तलमाथि गरेर सिलेक्ट पनि गर्न सक्नुहुन्छ। सिलेक्ट गरिसकेपछि तपाईले डाइरेक्ट इन्टर गर्नुस्। इन्टर गरिसकेपछि तपाईको फोटो क्रप भयो। अब यो क्रप भएको फोटोलाई मैले पासपोर्ट साइजमा गराउनु पर्छ। त्यसको लागि मैले यहाँ चाहिँ पेज लिन्छु। त्यसको लागि 4:6 चुज गर्छु है पेज लिनलाई। अनि यहाँ इन्चमै राख्नुस् किनकि हामीले क्रप्ट इन्चमै गरेका छौं है। अब यसलाई मैले यो पेजमा ल्याउनु पर्यो है। त्यसको लागि तपाईले सुरुमा यसलाई कन्ट्रोल ए गरेर पुरा सिलेक्ट गर्नुपर्छ है। यसलाई चाहिँ पुरा कन्ट्रोल ए गर्नुस्। सिलेक्ट भयो। सिलेक्ट भइसकेपछि यहाँ एडिट मेनु छ। एडिट मेनुमा जाने अनि यहाँ स्टक भन्ने छ। स्टक है। एडिट मेनुमा स्टक भन्ने छ। यसलाई क्लिक गर्नुस्। यहाँ चाहिँ तपाईले 10 राख्दिनुस् है। यहाँ चाहिँ 10 राख्दिनुस्। अनि कलर चाहिँ ब्ल्याकै हुन दिनुस् र ओके प्रेस गर्नुस्। ओके गरिदिनुस्। ओके गरिसकेपछि यो चाहिँ बाउन्ड्री हुन्छ है। अनि यहाँ ल्याएर तपाईले यसलाई ड्र्याग गरेर राख्नुस्। ड्र्याग गरेर राखेर तपाईलाई कहाँ सुटेबल हुन्छ त्यहाँ राख्नुस्। नभए कीबोर्डको एरो बटनले यताउता सार्न पनि सक्नुहुन्छ। अनि तपाईले कीबोर्डको अल्ट बटन दाबी राख्नुस् र तपाईले राइट क्लिक गरेर फोटोलाई सार्नुस्। अल्ट प्रेस गर्नुस् अनि सार्नुस् है। अल्ट प्रेस गर्नुभयो भने यो डुप्लिकेट हुन्छ अथवा अर्को हुन्छ। यो तीनटा भयो। तपाईले कन्ट्रोल ई गर्नुस् है 3 चोटी। यो चाहिँ के हुन्छ एउटै फोटोमा बस्छ है। अनि यो तीनटा एकैचोटी सर्छ। अल्ट गर्नुस् अनि ड्र्याग गर्नुस्। अल्ट गर्नुस्, ड्र्याग गर्नुस्। यसरी तपाईले पासपोर्ट साइजको फोटो तपाईले बनाएको देख्नुहुन्छ। यसरी तपाईले पासपोर्ट साइजको फोटो बनाउन सक्नुहुन्छ है। म यसलाई चाहिँ सेभ गर्दैन किनकि म तपाईलाई सिकाउनको लागि यो पासपोर्ट साइजको फोटो बनाएको थिए। म तपाईलाई अर्को फोटो लिन्छु है। जस्तै म यो फोटो लिन्छु। फोटो लिइसकेपछि मैले क्रप्ट गर्नु पर्यो है। मैले क्रप्ट गर्नलाई पासपोर्ट साइज फोटो गराउनलाई मैले यो हाइट एन्ड वेट चुज गरेको थिएँ। हेर्नुस् त। अब मलाई यो हाइट एन्ड वेट चाहिएन है। मैले आफ्नो तरिकाले यसलाई क्रप गर्न खोज्छु तर यो एक्चुअली क्रप हुँदैन है। किन हुँदैन भने मैले यहाँ माथि हाइट र वेट राखेको छु है। त्यसैले तपाईले सिलेक्ट हुँदैन। मैले फोटोभरि सिलेक्ट गर्न खोजे तर यो सिलेक्ट हुन मानिरहेको छैन है।
मैले यता सार्न खोज्दा पनि हुँदैन है। त्यही भएर तपाईले यहाँ हाइट र वेटलाई तपाईले यहाँबाट हटाउनु पर्यो। जस्तै मैले यहाँ 0 राख्छु है, 0 राख्छु, 0 राखेर पनि मान्दैन है। मैले यता 0 राख्छु, यता 0 राख्छु, 0 राखेर मान्दैन। अब तपाईले के गर्ने, सिधा यहाँ साइडमा तपाईले यहाँ देख्न सक्नुहुन्छ है, यहाँ साइडमा क्लियर बटन छ है, क्लियरलाई क्लिक गर्ने। क्लियरलाई क्लिक गर्नु हो भने तपाईको हाइट वेट हट्छ है, हाइट वेट हट्छ अनि तपाईले जति चाहिन्छ त्यसलाई क्रप गर्न सक्नुहुन्छ। जस्तै म यति यसलाई क्रप गर्नलाई यहाँ राइट लेफ्ट क्लिक गर्छु, यहाँ चाहिँ तपाईको क्रप अथवा क्यान्सल भनेर लेखेको छ है। तपाईले यदि क्रप गर्न चाहनुहुन्छ भने क्रपमा क्लिक गर्नुहोस्, क्यान्सल गर्न चाहनुहुन्छ भने क्यान्सलमा गर्नुहोस् है। यसरी तपाईले क्रप टुलको प्रयोग गर्न सक्नुहुन्छ। जस्तै हामीले मोबाइलहरुमा पनि फोटोहरु क्रप गर्नलाई हामीले प्रयोग गर्छौं, धेरै ठाउँ हामीले क्रप टुलहरु प्रयोग गर्छौं। यसरी तपाईले फोटोशपमा क्रप टुललाई प्रयोग गर्न सक्नुहुन्छ है। यो त थियो क्रप टुलको बारेमा। अब हामी स्लाइस टुलको बारेमा तपाईहरुलाई सिकाउँछु। स्लाइस भनेको टुक्रा। हामीले फोटोलाई टुक्रा टुक्रा पार्नका लागि स्लाइस टुलको प्रयोग गर्छौं है। स्लाइस टुल त्यति प्रयोग चाहिँ हुँदैन, तर हामीले जानी चाहिँ राख्नुपर्छ। हामीले वेब डिजाइन गर्दाखेरि अथवा हामीले ब्यानरहरु गराउँदाखेरि हामीलाई युज हुन्छ, नत्र भने स्लाइस टुल त्यति प्रयोगमा आउँदैन फोटोशपमा है। स्लाइस टुल तपाईहरुले जान्नुपर्छ, किनकि हाम्रो यो टुल भित्रको एउटा टुल हो है। हामीले यो जानिम भने हामीले यसको काम के रहेछ भनेर थाहा चाहिँ हुन्छ है। मैले सर्वप्रथम त्यसलाई युज गर्नको लागि एउटा फोटोलाई चुज गर्छु। यहाँ डबल क्लिक गरेर यो ब्रोदरहरुको फोटो छ, यसलाई म बाहिर लिन्छु र यसलाई पहिला सुरुमा हामीले डुप्लिकेट गर्छौं। डुप्लिकेट गरिसकेपछि यो ओरिजिनललाई क्यान्सल गर्छु। अब मैले यहाँ देख्न सक्नुहुन्छ, यहाँ स्लाइस टुलमा दुईवटा टुल छ, एउटा स्लाइस टुल, एउटा स्लाइस सेलेक्ट टुल है। सुरुमा मैले स्लाइस टुललाई चुज गर्नको लागि कम्प्युटरमा अथवा किबोर्डमा सिधै हामीले के बटन प्रेस गर्यो भने हाम्रो स्लाइस टुल सिलेक्ट हुन्छ है। स्लाइस टुल देख्न सक्नुहुन्छ, मेरो स्क्रिनमा देखिरहेको छ। अब यो फोटोलाई मैले टुक्रा गराउनु पर्यो है। टुक्रा गराउनको लागि मैले स्लाइस टुल प्रयोग गर्छु है। यहाँ देख्न सक्नुहुन्छ, मैले एउटा टुक्रा बनाए है। त्यसैगरी यहाँ मैले अर्को टुक्रा बनाउँछु है। यहाँ टुक्रा बनाउँदै छु। टुक्रा बनाउँदा बित्तिकै तपाईको उतातिर पनि टुक्रा बनाएको छ। जसरी टुक्रा बनाउनुहुन्छ नि, यहाँ चाहिँ 1 2 3 भनेर सिलेक्ट हुन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ, यहाँ स्लाइस टुल तपाईले प्रयोग गर्दाखेरि हेर्नुस्, यहाँ मुभ टुल देखिएको छ है। यो मैले यो भर्खरै सिलेक्ट गरे भएर यो मुभ टुल देखियो, तर मैले यो मुभ टुललाई प्रयोग नगर्दैसम्म तपाईको मुभ गराउन सक्नुहुन्न, यताउता गराउन सक्नुहुन्न है। मुभ टुलमा नगइकिन तपाईले स्लाइस गर्नुभयो भने अर्को टुक्रा बन्छ। त्यसैले स्लाइस टुल भित्र दुईवटा टुल हुन्छ, एउटा स्लाइस टुल टुक्रा पार्ने, एउटा चाहिँ मुभ गर्ने है। मैले मुभ टुल स्लाइस सेलेक्ट टुलमा गए र मैले यसलाई चाहिँ यताउता सेलेक्ट गरे है। यसरी सेलेक्ट गर्न सक्नुहुन्छ। सेलेक्ट गरिसकेपछि अब मैले यहाँ अर्को टुक्रा बनाउँछु। जस्तै मैले यहाँ टुक्रा बनाए। टुक्रा बनाएपछि त्यहाँ देखिन्छ है कतिवटा टुक्रा भयो भनेर, 1 2 3 4 भनेर साइडमा देखिन्छ है। तपाईले देख्न सक्नुहुन्छ है। मैले यहाँ यो मुभ टुलबाट अब यसलाई सार्न सक्छु। अब मैले बिग्रेको खण्डमा तल माथिका फोटाहरुलाई सार्न सक्छु, नत्र भने टुक्रा मात्रै पार्न सक्छु है। मैले यहाँ 8 वटा फोटोहरु छ मेरो। तपाईले देख्न सक्नुहुन्छ 1 2 3 4 गरेर साइडमा 8 वटा पिक्चरहरु अथवा फोटोहरु टुक्रा परिसकेको छ। अब यसलाई मैले सेभ गर्नुपर्छ है। सेभ गर्नको लागि फाइलमा जानुस् र यहाँ सेभ फर वेब है। हामीलाई अरुमा युज हुँदैन। हामीले वेबमा अथवा भनौं हामीले वेबसाइटमा काम गर्दाखेरि उ गर्छ, युज हुन्छ। तपाईले सिधै यस गर्नुस् र यस गरिसकेपछि अरु केही पनि नगर्नुस्। यहाँ माथि सेभ भन्ने अप्सन छ, यहाँ सेभ गर्नुस्। सेभ गरिसकेपछि लोकेसन भन्छ। मैले सिधै डेस्कटपमा सेभ गर्छु, किनकि मैले यहाँ स्लाइस टुल भनेर यहाँ नाम लेख्छु र यसलाई मैले HTML फर्म्याटमै सेभ गर्नुपर्छ है। यो चाहिँ तल HTML लेखेको छ, HTML मै रहन दिनुस् र सेभ गर्नुस्। सेभ गरिसकेपछि यो मैले डेस्कटपमा सेभ गरेको छु, किनकि तपाईलाई मैले देखाउन सजिलो हुन्छ भनेर तपाईलाई देखाएको है। एउटा चाहिँ HTML अथवा वेब फर्म्याटमा सेभ भएको छ भने एउटा चाहिँ फोल्डरमा सेभ भएको छ। हेर्न सक्नुहुन्छ, यहाँ फोल्डरमा मैले 8 वटा टुक्राहरु बनाएको थिए एउटा फोटोलाई। त्यही 8 वटा फोटा अथवा 8 वटा पिक्चरहरु यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसरी तपाईले फोटाहरुलाई टुक्रा बनाएर तपाईले
एक एक गरी सिंगल फोटोमा टुक्रा गर्न सक्नुहुन्छ। यसको काम भनेको यही हो, तपाईँले स्लाइस टुललाई प्रयोग गरेर वेबमा धेरै फोटाहरू सेभ गर्नु पर्यो भने तपाईँले टुक्रा एउटै फोटोलाई टुक्रा पारेर वेबमा सेभ गर्न सक्नुहुन्छ, नत्र भने तपाईँले ब्यानरहरू बनाउँदाखेरि प्रयोग गर्न सक्नुहुन्छ है। स्ल्यास टुल हामीले यसरी प्रयोग गर्न सक्छौँ। हुन्छ, आज म तपाईँलाई क्रप टुल र स्लाइस टुलको बारेमा यो भिडियो प्रदान गरेँ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला र आउँदा दिनहरूमा हामीले फोटोसप सम्बन्धी विभिन्न टुलहरूको बारेमा अथवा फोटोसप सम्बन्धी ट्युटोरियलहरू हामी पूर्ण रूपमा तपाईँहरूलाई प्रदान गर्नेछौँ। हामीसँग रहनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजको बसाइबाट छुट्टिने अनुमति चाहन्छु। बिदा दिनुहोस्, नमस्ते।